20, अपने Anjana साजन के Ranamagar द्वार from चली रे। ABF Football Club. ले होके सवार चली रे तू तो अपने साजन के द्वार चली रे Congratulations. धेरै नै योगदान पुर्याउनु भएको छ भन्न चाहन्छु म आजको म्याचको दौरानमा आफ्नो अडियन्स फ्यान फलोवर सपोर्टर्सलाई के भन्न चाहनुहुन्छ सबैभन्दा पहिला सबैभन्दा पहिला त म मेरो टिममेट्सलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु किनभने उहाँहरूको त्यो साथ र सपोर्टले नै गर्दा आज मैले प्लेयर अफ द म्याच पाएँ र यसरी नै फाइनलमा पनि उहाँहरूको साथ र सपोर्ट चाहन्छु र मेरो सबैजना माया गर्नुहुने फ्यानहरूलाई थ्याङ्क यू सो मच मेरो साथीहरू मेरो फ्यामिली सबैलाई थ्याङ्क यू सो मच अलराइट अञ्जना र आगामी खेल फाइनल खेलमा दर्शकवृन्दलाई पनि बोलाउनु पर्ने हुन्छ सो अञ्जनाले धेरै माया र सम्मानसहित सबै दर्शकवृन्दलाई बोलाइरहनु भएको छ र फाइनलको तयारी कस्तो छ अञ्जना छोटो मिठो रूपमा भनिहालौ न दर्शकवृन्दको जोस एनर्जीलाई अझै बढाउनको लागि हामी चाहिँ फाइनलको लागि एकदमै एक्साइटेड छौँ र हजुरहरूको साथ र सपोर्ट पनि हामीलाई एकदमै धेरै चाहिन्छ हाम्रो होम ग्राउन्ड हुँदाहुँदै हजुरहरूको जुन त्यो होम क्राउड हुन्छ हामीले साफमा जुन तपाईँहरूको साथ पाएको थियौँ र साफमा हामीले तपाईँहरूलाई खुसी दिलाउन सकेको थिएनौँ तर यो साफ क्लब च्याम्पियनसिपमा पनि हामी हजुरहरूलाई त्यो खुसी दिलाउने छौँ भन्ने आशा राख्छु र हजुरहरू आइदिनु हुन हार्दिक अनुरोध गर्दछु One highlights of the second half. Time पछि को highlights भन्न सक्छु यहाँ अञ्जनाको फ्लाइङ सेभ त्यसैगरी अनिता केसीको पनि सेट पिस हामीले देखेका थियौँ फजिला कपुरको यो शट पनि टार्गेटमा रहेन उनी अन टार्गेट रहन सकिनन् आज अञ्जना राणा मगर पनि केही समयको लागि injured थिइन् र पुनः उनले कम ब्याक गरिन् रश्मि घिसिङ आज